देशका चर्चित भनेका मान्छेहरू नसामा भेटिन्छन्। चर्चामा जुन बेसरी ल्याउन खोजिएको छ त्यस्ता मान्छे पनि नसामा भेटिन्छ। र भनाइ मन नपरेर इख मानेर दुर्व्यसनमा भएकाहरूले छोड्नुभयो भने म धेरै खुसी हुनेछु। खैनी भन्ने चिज चाहिँ कस्तो हुन्छ भने ओठमा यसो लुकाएको छु भन्ने पर्छ, तर परपर बाँच्न छरिरहेको। भोलिन्टियरहरूको छेउमा, कार्यकर्ताहरूको छेउमा पुगेर हेरेँ, कसैको छेउमा पुग्दा पनि खैनी गनाएको भेटिएन। त्यो खैनी भन्ने चिज चाहिँ कस्तो हुन्छ भने ओठमा यसो लुकाएको छु भन्ने पर्छ, तर परपर बाँच्न छरिरहेको। थाहा भइहाल्छ परैदेखि। तर भोलिन्टियर वा प्रतिनिधि वा पर्यवेक्षक कसैको पनि छेउमा पुग्दाखेरि सिगरेटको बास्ना, खैनी सुर्ती यस्तो बास्ना सम्म पनि आएन भने अरू तरल पदार्थहरू अथवा लागु पदार्थ भन्छ नि त्यस्ता खालका पनि कुनै केही आएन। आज देशको एउटा समस्या के हो भने युवाहरूले ठिक कुरा बुझ्नु